आज फेरि मैले इस्टिमेटिङ एन्ड कोस्टिङको पार्ट 2 लिएर आएको छु र यो क्वेसनहरू तपाईलाई विगत प्रदेश केन्द्र नेपाल दूरसञ्चार नेपाल नागरिक उडानमा सोधिएको क्वेसनहरू छन्। यो प्रिभियस 10 वर्षको क्वेसनहरू कलेक्सन गरेर बनाएको पीडीएफ छ र तपाईहरू योभन्दा अगाडि पार्ट 2 छ। पार्ट 1 हेर्नु भएको छैन भने कृपया हेर्नु। ल फेरि हामीले पार्ट 2 स्टार्ट गर्न लागेका छौँ। पार्ट 2 मा जम्मा हाम्रो 25 वटा क्वेसन रहनेछ। ल हामी स्टार्ट गरौँ क्वेसन नम्बर 26 बाट। द इन्भेस्टमेन्ट रिक्वायर्ड फर कम्प्लिसन अफ एनी प्रोजेक्ट इज अब्टेन बाई। के भन्दैछ क्वेसनले, जुन इन्भेस्टमेन्ट रिक्वायर हुन्छ कुनै प्रोजेक्ट कम्प्लिटेसन गर्नको लागि त्यो कहाँबाट अब्टेन गर्ने? हामीले प्लानिङबाट, बजेटिङबाट, इस्टिमेटबाट कि म्यानेजमेन्टबाट। त्यो हामीले कुनै कुराको इन्भेस्टमेन्ट कति लाग्छ कम्प्लिटेसन गर्नको लागि त्यो हामीले जहिले पनि केबाट गर्छौँ भने इस्टिमेटबाट गर्छौँ। सो यसको अप्सन एन्सर के हुन्छ? यसको सी एन्सर सी इस्टिमेट करेक्ट एन्सर हुन्छ। फेरि हामी क्वेसन नम्बर 27 तिर लागौँ। अकर्डिङ टु ISI मेथड अफ मेजरमेन्ट द अर्डर अफ द सिक्वेन्स इज। के भन्दैछ, जब हामीले कुनै कुरा मेजरमेन्ट गर्छौँ भने कुन अर्डर र सिक्वेन्स हामी फ्लो गर्छौँ? अप्सन ए छ लेन्थ ब्रेथ हाइट, बी छ ब्रेथ हाइट लेन्थ, सी छ हाइट लेन्थ ब्रेथ, डी छ अल अफ द अबभ। जहिले पनि हामीले ISI इन्डियन स्ट्यान्डर्डको हिसाबले सिक्वेन्स एउटा छ, कुन छ? लेन्थ पहिला हुन्छ, त्यसपछि ब्रेथ हुन्छ, त्यसपछि हाइट हुन्छ। सो यसको एन्सर के भयो? अप्सन नम्बर ए सिक्वेन्समा दिएको छ। अब क्वेसन नम्बर हामीले 28 तिर लागौँ। अकर्डिङ टु ISI मेथड अफ मेजरमेन्ट द अर्डर अफ सिक्वेन्स इज। यो पनि के भनिरहेछ, त्यही ISI को आधारमा नै कुन मेजरमेन्टको कुन सिक्वेन्स हामी युज गर्छौँ। अप्सन ए मा छ लेन्थ ब्रेथ हाइट, बी मा छ लेन्थ ब्रेथ डेप्थ, सी मा छ लेन्थ ब्रेथ थिकनेस, डी मा छ अल अफ द अबभ। अनि यसको एन्सर कुन हुन्छ भने लेन्थ ब्रेथ र हाइट हामीले योभन्दा माथिको अप्सनमा थियो। योमा के भयो हाम्रो? लेन्थ ब्रेथ, हाइट भनेको त्यो डेप्थ पनि भयो, हाइट भनेको थिकनेस पनि भयो। सो अप्सन डी इज द करेक्ट एन्सर योमा भयो। अब हामीले क्वेसन नम्बर 29 मा द युनिट अफ मेजरमेन्ट अफ वुड वर्क इन डोर एन्ड विन्डोज फ्रेम ऱ्याफ्टर बीम रूफ ट्रस। योमा हामीले के कुरा ख्याल दिनुपर्छ भने वुड वर्कको मेजरमेन्ट केमा भन्दैछ भने बीममा भन्दैछ, रूफ ट्रसमा भन्दैछ। जब क्वेसनमा बीम भन्यो, रूफ ट्रस भन्यो, यसको एन्सर के हुन्छ भने क्युबिक मिटरमा जान्छ। क्वेसन नम्बर 30 तिर लागौँ। द युनिट अफ मेजरमेन्ट फर बिडिङ प्रोभाइडेड इन डोर एन्ड विन्डोज फ्रेम एन्ड ड्राफ्टर। के भन्दैछ हाम्रो युनिट अफ मेजरमेन्ट फर बिडिङ प्रोभाइडेड। बिडिङ प्रोभाइडेड केमा? हाम्रो डोर विन्डोजमा के हुन्छ त? बिडिङ भनेको के हुन्छ? बिडिङ एउटा त्यो डोरमा दिने कुरा हो। त्यसलाई हामीले केमा नाप्छौँ? डिजाइन हुन्छ। जस्तो हामीले ढोकाहरूमा जुन बुट्टा काट्छौँ नि त्यसलाई बिडिङ भन्छ। त्यसलाई मोस्टली हामीले केमा मेजरमेन्ट गर्छौँ भने मिटरमा गर्छौँ। केमा गर्छौँ? मिटरमा गर्छौँ। क्वेसन नम्बर 31 द युनिट अफ मेजरमेन्ट फर स्टिल वर्क इन ट्रस एन्ड इट्स पार्ट इज इन। के भन्दैछ, हाम्रो जुन स्टिल वर्क जुन ट्रसमा युज गर्छौँ त्यसलाई केमा मेजरमेन्ट गर्छौँ? त्यसलाई जहिले पनि हामी केमा गर्छौँ भने क्विन्टलमा गर्छौँ। केमा गर्छौँ? क्विन्टलमा। क्वेसन नम्बर 32 मा के भनेछ, द युनिट अफ मेजरमेन्ट फर इलेक्ट्रिकल वायरिङ अर इलेक्ट्रिफिकेसन लाइट फ्यान प्लग इज। फ्यान प्लग केमा? पोइन्टमा कि नम्बरमा कि मिटरमा कि नो युनिट? जहिले पनि यसको के हुन्छ? हामीले पोइन्टमा गर्ने। केमा गर्ने? पोइन्टमा गर्ने। क्वेसन नम्बर 33 फर इलेक्ट्रिकल वायरिङ सच एज फ्यान लाइट प्लग इटिसी द इस्टिमेट इज मेड इन टर्म अफ। इस्टिमेट के को टर्ममा सोधेछ यहाँ? के को टर्ममा भने टाइप्स अफ द पोइन्टमा, नम्बर अफ पोइन्टमा, टोटल लोड एट मेन
इन किलोवाट टोटल लेन्थ अफ वायरिङ इन मिटर भने यसको एक्ज्याक्ट एन्सर के हुन्छ भने नम्बर अफ पोइन्टको आधारमा केमा नम्बर अफ पोइन्टको आधारमा हामीले गर्छौँ। क्वेसन नम्बर 34 मा के भनेको छ द युनिट अफ पेमेन्ट फर ब्लास्टिङ अफ रक इन्क्लुडिङ स्केटिङ इज के भन्छ हामी जति बेला जुन ब्लास्टिङ अफ रक गर्छौँ रकहरूलाई जुन ब्लास्टिङ गर्छौँ त्यसको युनिट के हुन्छ भने स्क्वायर मिटर हुन्छ क्युबिक मिटर हुन्छ पर्सेन्टेज स्क्वायर मिटर हुन्छ कि पर्सेन्टेज क्युबिक मिटर हुन्छ भने हाम्रो त्यसको एन्सर के हुन्छ क्युबिक मिटरमा हुन्छ पर्सेन्टेज हामीलाई हुँदैन। त्यसै अप्सन के भयो बी नम्बर अप्सन बीमा हामीले एक्ज्याक्ट एन्सर हुन्छ। अब क्वेसनमा हामी 35 तिर लागौँ। जेनरली द युनिट अफ मेजरमेन्ट फर पार्टिसन वाल इज के भन्छ हामी जुन पार्टिसन वाल हुन्छ त्यसको युनिट अफ मेजरमेन्ट के हुन्छ क्युबिक मिटर हुन्छ स्क्वायर मिटर हुन्छ रनिङ मिटर हुन्छ कि नम्बर हुन्छ हामीले पार्टिसन वालको चाहिँ पनि के हुन्छ भने स्क्वायर मिटर हुन्छ। अब क्वेसन नम्बर हामी 36 तिर लागौँ। द युनिट of payment for excavation trench for pipe cable etc up to 1.5 meter depth in ordinary rock or hard rock is के भन्दैछ जुन हामीले पाइप हुन्छ जस्तो हामीले तारहरू वायरहरूको जुन पाइपको लागि ट्रेन्च गर्छौँ माटोमा खन्छौँ भने जब त्यसको डेप्थ लिमिटेड भयो कति लिमिटेड भयो 1.5 भन्दा बढी खन्न पाउँदैन त्यस्तोलाई केमा मेजर गर्नु भने त्यस्तोलाई जहिले पनि जहाँ डेप्थ लिमिटेड गरिदियो भने के हुन्छ हाम्रो रनिङ मिटरमा जान्छ। क्वेसन नम्बर 37 मा लागौँ। द युनिट अफ पेमेन्ट फर एसी सिट रुफिङ इज इन के भन्दैछ जुन हाम्रो एसी सिट रुफिङहरू हुन्छ जुन हामीले घरको छानामा लगाएको हुन्छ त्यसलाई केमा मेजरमेन्ट गर्ने जहिले पनि के गर्ने भने क्युबिक मिटर गर्ने कि स्क्वायर मिटर गर्ने कि मिटर गर्ने कि क्विन्टल गर्ने त्यसलाई जहिले पनि हामीले के गर्ने स्क्वायर मिटरमा गर्नुपर्छ। द युनिट अफ पेमेन्ट फर सिजिआई सिट रुफिङ इज इन हामीलाई सिजिआई सिट यदि सोध्यो भने के गर्ने क्युबिक मिटर गर्ने कि स्क्वायर मिटर गर्ने कि मिटर गर्ने कि क्विन्टल गर्ने यसलाई पनि के गर्ने हामीले स्क्वायर मिटर नै गर्नुपर्ने। अर्को क्वेसन आयो 39 मा आऊ। द युनिट अफ पेमेन्ट फर जिआई रिड सिट रुफिङ इज इन के भन्दैछ हामीले जिआई सोध्यो भने त्यसलाई केमा गर्ने भने यो के भन्दै जिआई रिड सिट भन्दैछ जुन हामीले माथि रिड्सको बिचमा जुन दिएको हुन्छ जिआई माथिमा त्यसलाई केमा गर्ने है यसलाई मात्र एउटा केमा हुन्छ भने यो रनिङ मिटरमा जान्छ। किन रनिङ मिटरमा जान्छ भने हामीले ख्याल गर्नुपर्छ जस्तो कुनै घरको स्लोप हुन्छ भने जुन बिचमाको स्लोपको टप पोर्सनमा रिड्समा जुन दिएको हुन्छ नि त्यो रुफिङ त्यसलाई हामीले रनिङ मिटरमा गर्छौँ त्यो कुरा ख्याल गर्नुपर्ने। अब क्वेसन नम्बर 14 तिर लागौँ। द युनिट अफ मेजरमेन्ट फर earthwork in excavation in ordinary soil. The earthwork in mixed soil with conker, bajra, etc. when depth of excavation does not exceed 30 cm is. अब के भन्दैछ भने जति बेला हामीले अर्थलाई एक्साभेसन गर्छौँ जुन अर्थमा अर्डिनरी सोइल हुनसक्छ मिक्स सोइल हुनसक्छ चाहे बाजरा हुनसक्छ तर त्यसको डेप्थ कतिभन्दा बढी हुनु परेन 30 सेन्टिमिटर भन्दा बढी भएन भने त्यसको के हुन्छ मेजरमेन्ट रनिङ मिटर गर्ने कि क्युबिक मिटर गर्ने कि स्क्वायर मिटर गर्ने कि 100 स्क्वायर मिटर गर्ने हामीले ख्याल के गर्नुपर्ने जब हाम्रो डेप्थ लिमिटेड भइहाल्यो भने के हुन्छ यो स्क्वायर मिटर हुन्छ। क्वेसन नम्बर 41 द मेजरमेन्ट अफ स्टिल ग्रिल इज टेकन इन टर्म अफ के भन्दै स्टिल ग्रिलको मेजरमेन्ट केमा हुन्छ भने एरियामा हुन्छ कि भोल्युममा हुन्छ कि वेटमा हुन्छ कि नन अफ देम हुन्छ यसको जहिले पनि स्टिल ग्रिलको हामीले केमा लिन्छौँ भने वेटमा लिन्छौँ केमा लिन्छौँ वेटमा लिन्छौँ। क्वेसन नम्बर 42 द युनिट अफ पेमेन्ट इन एमकेएस इन आरसीसी बार इज युनिट अफ पेमेन्ट के भन्दै चाहिँ एमकेएस अफ आरसीसी बार के हुन्छ पर क्विन्टल पर केजी पर टन पर क्युबिक मिटर यसको पर क्विन्टलमा हुन्छ केमा हुन्छ पर क्विन्टलमा हुन्छ।
क्वेसन नम्बर 43 द युनिट अफ पेमेन्ट इन एफपिएस अफ पाइप। यो एफपिएस भनेको के हो? फुट फिटमा जुन गर्छौँ नि त्यसलाई पाइपलाई, त्यसको के हुन्छ? रनिङ पर रनिङ फिटमा आइहाल्छ। क्वेसन नम्बर 43 को के भयो? हाम्रो बी नम्बर भयो, पर फुट। पाइपलाई के गर्ने? फिटमा भने फिट गर्ने, मिटरमा भयो पर रनिङ मिटर गर्ने, त्यो कुरा हामीले ख्याल गर्नुपर्छ। क्वेसन नम्बर 44 तिर लागौँ। द युनिट अफ पेमेन्ट फर फिक्सिङ अफ ग्लास प्यान अर क्लिनिङ इज इन। के भन्दैछ? हामीले कुनै फिक्सिङ ग्लासहरूलाई फिक्सिङ केमा गर्छौँ भने केजीको आधारमा गर्ने कि नम्बरको आधारमा गर्ने कि पर स्क्वायर मिटरको हिसाबले गर्ने कि क्युबिक मिटरको हिसाबले गर्ने, त हामी ग्लासहरूलाई जहिले पनि केमा गर्छौँ? नम्बरमा गर्छौँ। केमा गर्ने? हामीले नम्बरको आधारमा गर्ने। सो अप्सन बी इज करेक्ट एन्सर। द क्वान्टिटी अफ सोलिङ इज अप्टेन इन। के भन्छ? जुन क्वान्टिटी अफ सोलिङको लागि सोलिङ केमा अप्टेन गर्छ भने मिटरमा गर्ने कि मिटर स्क्वायरमा गर्ने कि लम्सममा गर्ने कि क्युबिक मिटरमा गर्ने। सोलिङलाई मोस्टली जहिले पनि हामीले मिटर स्क्वायरमा गर्ने वा स्क्वायर मिटरमा गर्ने। क्वेसन नम्बर 46 द क्वान्टिटी अफ हनीकम्ब वाल आर वर्क आउट इन द। के भन्छ? हनीकम्ब वाल केमा हुन्छ? जहिले पनि यो पनि हामीलाई जहिले पनि मिटर स्क्वायरमा हुन्छ। अब क्वेसन नम्बर हामीले 47 तिर लागौँ। द क्वान्टिटी अफ वुड फर द सटर अफ डोर एन्ड विन्डोज इज क्यालकुलेटेड इन। अब यो क्वेसनमा के ख्याल गर्नुपर्ने? हामीलाई सटर भनिदियो भने जहिले पनि क्वान्टिटी अफ वुड वर्क फर सटर तोकिदियोस्। एक्ज्याक्ट सटर आयो भने के गर्ने? हामीले के आयो भने के गर्ने? यता ख्याल दिनु पर्यो। यो सटर छ नि, सटर आएको कुरामा के हुन्छ भने पनि मिटर स्क्वायर हुन्छ। के हुन्छ? मिटर स्क्वायर। सटर नभयो भने के हुन्थ्यो? यो क्युबिक मिटरमा जान्थ्यो। यहाँ सटर नभए के हुन्थ्यो? क्युबिक मिटरमा जान्थ्यो। क्वेसन नम्बर 48 तिर लागौँ। द युनिट अफ मेजरमेन्ट फर 10 cm थिक वाल इज। 10 cm थिक वाललाई केमा मेजरमेन्ट गर्ने भने 10 cm एक्ज्याक्ट फिक्स्ड गरिदियो भने यो मिटर स्क्वायरमा जान्छ। 10 cm नभयो भने यो क्युबिक मिटरमा जान्थ्यो। क्वेसन नम्बर 49 तिर लागौँ। द स्ट्यान्डर्ड युनिट अफ मेजरमेन्ट फर एक्सपान्सन जोइन्ट अफ अ रुफ वाल और ब्रिज इटिसी इज। के भन्दैछ? स्ट्यान्डर्ड युनिट अफ एक्सपान्सन जोइन्ट। जुन हामीले ब्रिजको रुफको एक्सपान्सन जोइन्टहरूलाई केमा गर्छौँ? जोइन्टहरू त्यो पनि के? एक्सपान्सन जोइन्ट। त्यसलाई हामी जहिले पनि मिटरमा गर्छौँ। केमा गर्छौँ? एक्सपान्सन जोइन्टहरूलाई मिटरमा गर्छौँ। हामीले अब लास्ट क्वेसनतिर आइसकेको छौँ। हाम्रो लास्ट क्वेसन के छ त्यो हेरौँ। द एक्सप्लोसिभ फर ब्लास्टिङ इज युजुअली एक्सप्रेस इन टर्म अफ। के भन्दैछ? हामीले ब्लास्टिङ गर्नको लागि एक्सप्लोसिभहरू के को टर्ममा एक्सप्रेस गर्छौँ भने एक्सप्लोसिभ पावरको, भोल्युम अफ अर्थवर्क द्याट क्यान बी ब्लास्टेड, किलोग्राम, नन अफ द एभव। ब्लास्टिङ जुन एक्सप्लोसिभमा युज गर्छौँ त्यसलाई मोस्टली हामीले केमा गर्छौँ भने किलोग्राममा गर्छौँ। हाम्रो यो 50 वटा क्वेसन आज पार्ट 2 को यही सक्यो। फेरि हामीले पार्ट 3 मा अहिलेसम्म जुन प्रदेश, निजामती संस्थानहरूमा सोधे यो क्वेसनहरू कलेक्सन गरेर फेरि हामीले पार्ट 3 मा लिएर पक्कै आउनेछौँ। तपाईहरु यो क्वेसनलाई डाउनलोड गर्नुहोस्, प्र्याक्टिस गर्नुहोस्। ल हस्।